हेलो नमस्ते। आज म कोदोको पिठोबाट बन्ने फाँडो बनाउन गइरहेकी छु। जाडोको लागि एकदम उपयोगी हुने सुप बनाएर खानको लागि। त्यसको लागि चाहिँ थोरै कोदोको पिठो लिने, अनि त्यसमा थोरै बेसार राख्ने, स्वाद अनुसारको नुन, अनि त्यसपछि त्यसमा ज्वानो पनि राख्ने अलिकति, अनि जिराको दाना पनि राखेँ मैले त्यसमा अलिकति। अनि त्यसपछि त्यसमा पानी राख्ने, पातलो बनाउने त्यसलाई होइन, पानी राखेर चलाउने एकदमै पातलो, त्यसमा त्यो गिर्खा नहोस् भनेर पातलो पानी राखेर चलाउने। अनि पातलो भइसकेपछि चाहिँ मैले एकतिर एउटा भाँडो बसाएँ होइन, कालो कराई तातिसकेपछि घिउ राखेँ। घिउ मस्त तातिसकेपछि मेथी फुराएँ। मेथी कालो कालो हुनुपर्छ। अनि भटमास राखेँ। त्यसपछि भटमासलाई मजारी चलाउनुपर्छ होइन। मजारी भुटिसकेपछि चाहिँ मैले लसुन र प्याजको पत्ता काटेर राखेको थिएँ, त्यसलाई पनि राखिदिएँ, मिठो हुन्छ नि त। अनि अदुवा र लसुनको पेस्ट थोरै थिचेको थिएँ, अनि त्यो राखेर चलाइराखेँ। मजारी पाकिसक्यो होइन। अनि त्यसपछि साग हुन्छ नि, हरियो रायो साग, त्यसलाई पनि मसिनो बनाएर काट्ने, अनि त्यो पनि राखिदिने, त्यसमै राखिदिने। अनि एकैछिन चलाएपछि चाहिँ त्यो अघि हामीले जुन फिटेर राखेको थियौँ नि कोदोको पिठो, त्यसलाई फेरि त्यसमै राखिदिने। अनि मजारी चलाउने, अलि पानी राख्नुपर्छ त्यसमा, बाक्लो हुन्छ नत्र भयो होइन। अनि एकछिन चलाइराख्ने। त्यसपछि तयार भइसक्यो। हेर्नुहोस् त कस्तो राम्रो बाक्लो मिठो देखियो। तपाईँहरू पनि यो रेसिपी घरमै तयार पारेर खान सक्नुहुनेछ। त्यसको लागि मैले अब खानाको लागि रेडी गरिसकेँ, प्लेटमा राखेर। वाउ, आजको लागि यति नै। बाई बाई, खाएँ ल।